आज मात्रै बिहान रोडमा हिँडिरहेको थिएँ अनि म हिँडेको साइडबाट अपोजिट साइडमा जस्तो म अगाडि गएर छु अगाडिबाट म आइरहेको थिएँ। गएँ, हिँडिरह्यो, ऊ पनि हिँडिरह्यो। नजिक आयो। जब आमुने जतिको नजिक भयो होइन, नजिक उसले चाहिँ एउटा छुरी निकाल्यो अनि मलाई चाहर्न थाल्यो, लखेट्न थाल्यो र म पनि भाग्न थालेँ। भागेँ, बेसरी कुदेँ। करिब 1.5-2 किलोमिटर जति कुदेपछि एउटा पोखरी आयो। पोखरीको नजिक गएँ म। त्यो अलिकति पछाडि नै रहेको थियो, म बेसरी नै कुदेँ नि। सो पोखरीको नजिक आएँ। लुक्ने ठाउँ कतै थिएन, कतै जाऊँ भने कतै थिएन लुक्ने ठाउँ, बस्ने ठाउँ। अब के गर्नु, बस्नु त पर्यो है। यताउता के पनि नसोचेँ म चाहिँ त्यही पोखरीमा झम्म हाम फालेँ। गएँ म त्यही पोखरीभित्र, किनभने पोखरी हल्का धमिलो थियो। बाहिरबाट हेर्दा पोखरी हल्का धमिलो थियो है गाइस। अनि मलाई अचम्म लाग्यो। म त्यतिखेर 2 मिनट घोरेर सोचेँ, पोखरीभित्रै आएँ म त पोखरीभित्र छु। पोखरीभित्रबाट त्यो बाहिरको कुराहरू कसरी देखिरहेछ, बाहिरको वातावरण कसरी देखिरहेछ सोचेँ मैले। घोर परेर 2 मिनट सोचेँ पोखरीभित्रै। यस्तै घोर परेर सोचिरहेको थिएँ। अझै 2-3 मिनट अझै एक्स्ट्रा केही सोच्दै थिएँ। एउटा सानो आवाज आयो, बाबु ढोका खोल, उठ, उज्यालो भयो। अनि लास्टमा मैले रियलाइज गरेँ कि मैले त्यहाँ सपना पो देखिरहेको रहेछु गाइस। त्यस पश्चातको मेरो जुन खुसी थियो नि, त्यो खुसीको त सीमा नै छैन गाइस। यस्तो पनि हुँदो रहेछ सपना, रियलिस्टिक भनौँ। अब अकस्मात कहाँ देखायो त्यो मान्छे थाहा भएन, देखेन, नचिने जानेको, न कहिले देखेको। हुन त अब कहीँ देखेको थियो होला। अब सपनामा अब देखेको मान्छे अब मतलब यस्तो रियल लाइफमा जुन आफ्नो आँखाले देखेको त्यही कुराहरू मात्र सपनामा आउँछ भन्ने मैले चाहिँ कहीँ सुनेको थिएँ। सायद कहीँ कतै मैले देखेको होला त्यो मान्छे। तर कहाँबाट आयो, चाह्यो, रियलिस्टिक गाइस। मलाई चाह्यो नाइफले, चक्कु छुरी पक्रेर। अनि म एक्कासी पोखरीको नजिक पुग्नु। अनि फेरि सपनामा यस्तो है गाइस, फेरि कस्तो भन्दाखेरि सपनामा यदि हामी दौडिरहेका छौँ अथवा केही काम गरिरहेका छौँ, थकान हुन्छ भने त्यो रियल लाइफमै भयो जस्तो लाग्छ। किनभने हामी चाहिँ निदाएको हुन्छौँ। अनि निदाए पनि हाम्रो माइन्डमा चाहिँ अब हुन्छ नि त सपनाहरू खेल्ने, सपनाहरू आउने, देख्ने, सपनामा जे गरिरहेको छौँ त्यसको इफेक्टहरू पनि हुने, त्यो टाइप पनि हुन्छ है। मैले चाहिँ अनुभव गरेको। लिइरहेको होला हजुरहरूले, कस्तो हावा मान्छे हावै हो। किनभने अब म चाहिँ खास हजुरहरूले अरू नै केही कुराहरू सेयर गर्नको लागि आएको, अनि अलिक छिटै आएको हुनाले चाहिँ अलिकति बसी बिहालो गरौँ न भनेर चाहिँ त्यो हावा कुरै भनौँ न। अब सपना चाहिँ रियलमै हो। तर अब हुन्छ नि त, अब सपना रियलमै देखे पनि हजुरहरूलाई यसो सेयर गरिदिएको गाई चाहिँ गाह्रो पिरो यताउता केही नमान्नु। म चाहिँ भन्न आएको चाहिँ अरू नै हो। के भन्दाखेरि मेरो नाम अभिषेक विश्वकर्मा। म चाहिँ 13 कुने स्यावार भन्ने ठाउँमा बस्छु, जुन
दाङ जिल्लामा पर्छ है। त्यही सानो गाउँ, कतिले थाहा पाउनुभएको होला, थाहा नपाउनु भएको होला। म त्यति चर्चित मान्छे पनि होइन, त्यस्तो चर्चित मान्छे पनि होइन, जो कि अब नभने पनि इन्ट्रोडक्सन त्यो बुझ्ने टाइपको है। त्यतिखेरै चाहिँ नि त्यस्तो चर्चित छैन। अनि हालसालै एउटा युट्युब च्यानल बनाएको छु है। सामाजिक सञ्जालकै भनौँ न, एक किसिमको सामाजिक सञ्जाल जस्तो हो, मिडिया। स्पेसली यसलाई मिडिया भन्दा ठिक होला। त्यसको च्यानल चाहिँ मैले अब क्रिएट गरेको थिएँ गाइज होइन। त्यसको तात्पर्य चाहिँ के हो भन्दाखेरि मभित्र भएको केही कलाहरू अथवा केही कुराहरू हजुरसँग चाहिँ सेयर गर्न सकौँ। नयाँ नयाँ ठाउँको अब हजुरहरूलाई इन्ट्रोडक्सन दिउँ, नयाँ नयाँ ठाउँहरूको हजुरहरू समक्ष चाहिँ मैले अब त्यो ठाउँलाई चिर परिचित गराइदिउँ। अथवा यो ठाउँमा, यो हाम्रो नेपालमा यस्तो यस्तो ठाउँ पनि रहेछ है, हामी चाहिँ नघुमेको नदेखेको त्यस्तो ठाउँहरूलाई चिर परिचित गराउँ। अनि मेरा भावनाहरू, दुःख सुख जे जे छन् हजुरसँग आदान प्रदान गरौँ भन्ने हिसाबले चाहिँ मैले यो च्यानल चाहिँ बनाएको है गाइज, अरू केही होइन। अन्यथा र यो मेरो फर्स्ट भिडियो हो सायद युट्युबमै। राम्रो होस् नराम्रो होस् हेरिदिनु होला। राम्रो होस् या नराम्रो होस्, लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला, माया गरिदिनु होला। अहिले एक झलक हजुरलाई मेरो सानो गाउँको क्लिप पनि देखाउँछु। यति भन्दै म चाहिँ आजको लागि भनौँ न, अब कन्टिन्यू हुन्छ या के हुन्छ त्यो अब थाहा छैन। टाइम मिलेसम्म चाहिँ म चाहिँ भिडियोहरू क्रिएट गरेर बनाएर हजुरहरू समक्ष पेस गर्ने जमर्को गर्नु। त्यही हो गाइस। जुन भर्खर हजुरहरूले देख्नुभयो यो चाहिँ मेरो गाउँ हो, सानो। टाइमिङै त्यस्तै भएर किन अलिक क्लियर चाहिँ आएन भिडियोहरू। अब अँध्यारो हुन्ला नि त, अब रात पऱ्यो, टाइम नभएर चाहिँ मैले अब अलि साँझ पखमा सुट गरेको है। दिउँसो पनि कति जाने काम थियो मेरो, त्यही भएर चाहिँ हल्का भ्याएन। त्यही हो, माया चाहिँ गर्नु होला, साथ सपोर्ट चाहिँ दिनु होला भन्ने आशा राखेको छु। अब हजुरहरूको हातमा छ गाइस, जे गरे पनि पाले मारे पाप पाले पुण्य के भन्छ है, त्यस्तै अब बुझ्नु नमिलाएर गाइस।